साथीहरु मैले चाहिँ जङ्गलमा आएको छु कि यहाँ म तपाईहरुलाई किड्नीको पथरिया केले जान्छ भनेर म भन्दैछु हैन। यो चाहिँ कटाबाँस हो हैन। यो जङ्गलमा भएको हुनाले यो चाहिँ यति अग्लो छ हैन। यो जङ्गलको अलिक फाइदाजनक पनि हुन्छ। यो गाउँघरको चाहिँ अलिक अर्गानिक हुँदैन, बिषादीहरु लागेको हुन्छ हैन। अनि यो चाहिँ साथीहरु फाइनली यो चाहिँ काटिसकेको छ हैन। यत्रो टुक्रा भयो भने जान्छ एउटा किड्नी स्टोन। तपाईको यत्रो टुक्रा लिनु भयो भने यहाँ कटाबाँस चाहिँ साथीहरु यो चाहिँ लजावती पनि भन्छ हैन। लजावती झार पनि भन्छ, यसलाई बुहारी झार पनि भन्छ। यसलाई चाहिँ हेर्नु है, यसरी छुँदाखेरि यसरी निप्छ हैन। यो धेरै जस्तोलाई थाहा छ, थोरै जस्तोलाई थाहा छैन। यो चाहिँ लजावती पनि भन्छ, बुहारी झार पनि भन्छ। अनि यसको जरा निकाल्ने एउटा, यसको जरा भयो, यसको जरा निकाल्ने, अनि यसको जरा निकालेर यो एउटा भयो। यो काँस हो, यो काँस हो, यसको पनि जरा निकाल्ने। अनि कटाबाँसको जरा, लजावतीको जरा, काँसको जरा तीनटालाई मिलाएर मजाले पिस्ने। पिसेर 10-15 मिनेटसम्म राखेर छानेर खानुपर्छ। 8-9 दिन 10 दिनसम्म खाँदा नि हुन्छ। त्यति खाइसकेपछि तपाईहरुको किड्नी स्टोन 100% निस्किन्छ। यसरी खोला। यो कटाबाँस, काँस, लजावती तीनटा मिलाएर खानुस् हैन। मजाले पिसेर खानु। खाएको 4-5 दिनमै निस्किन्छ कसैको 8 देखि 9 दिन 10 दिनमा निस्किहाल्छ।